हेलो गाइस यहाँ दुधली नगरपालिका वडा नम्बर 10 यसले भन्छ हौ अरु आउँदैन होस् हामी आफै सरदानी गरेका छौँ हेर्नु यस्तो पत्ता लाएर भन्न हो क्या हाम्रो बाबा यहाँ चाहिँ भर्खर आउनु भएको हो त्यसो भन्न स्वामिन हाम्रो कुकुर भन्ने मान्छे पनि यहाँ छ हाम्रो फुपा जो हो यो मोटे हात्ती हामीलाई चाहिँ कोहीले नेताहरूले हेर्दैन सुविधा चाहियो भन्नु न हामी यसरी दुःखमा परेका छौँ भनेर देखाइदिएन सुविधा चाहियो हामीलाई भन्नु न पत्ताहरूलाई देखाइदिएन भने थाहा भइहाल्छ यस्तो बिजोग भएको छ हामीलाई सुविधा चाहियो यहाँ हेर्दा बाटो खोल्सा खोल्सी कतिवटा लाग्यो हामीलाई भएन भनेर हाल्दैन दिइहाल्यो हाल्दा नि यो हानेको माथि काटे ओइ जमरेउ त्यो माथि यहाँ भिडियो बनाउनु कि त्यहाँ ढुङ्गा उसार्नु हो त्यो काट्न काट केही भन्नु बाँकी छ कि बा माथि माथि रुखको खाना हान्न हो त्यो जरा जुरी ताक्ती भन्छ मध्यमा बारी ल ल ल ल हान हान यहाँ हामीलाई बाटो यहाँ कम हो अब अप्ठ्यारो परेछ पुष्कर अब हुन त नभनौँ भने नरिसाउनु भाइ बनाऊ भनेको भएन यो बारी पनि भएन अब तिम्रै विचार तिम्रो घर छ मेरो मात्रै घर होइन होइन किनभने हामीले गर्नुपर्ने चाहिँ ठाउँ यो हो ल अब यहाँबाट ढुङ्गाको के केटा हो त्यो सबै हाल्दा माटो होइन केपी हुरी शर्माले गरेर बाटो सबै खराब बनाइदियो आशिका तामाङलाई बोला त अन्जु होइन आशिका तामाङ आसिया तामाङलाई हाल्यो है खोज्नु आउँछ यहाँ आशिका तामाङ केटाकेटीले यहाँ दुःख गरेर हेर्दा नाङ्गा झार पर लुगा पनि छैन हो आइहाल्छ सिन्धुली जिल्ला 10 नम्बर वाडा वंशे भनेर हाल्दैन ए ऊ यस्तो केटाले दुःख गरेर बाटो बनाएर भन्दैन भोलि लुगा आउँछ पैसा होइन पैसा त दिने लुगाहरू चाहिँ टन्नै दिन्छ जुत्ता पसन्द हुन्छ हाल